जहाँ जान्छ जा आजदेखि तिमीहरूको अनुहार नदेखा। पैसा ल्याउन त ला पैसा तपाईँले मन परा केटी जातिको सबैको आमा यति साह्रो छुच्ची किन हुन्छन् हौ? छुच्चीको छोरी मनपर्छ त के गर्नु। अन्त्याल कुन देशको टुरिस्ट लिएर हिँड्छौ घुमाउन? यता काजी। काजी? काजी त म पनि काजी नै हो। यता वीर काजी तिम्रो मामाको आफ्नै भन्छ, यता धन काजी तिम्रो माइजूको आफ्नै भन्छ। कस्तो साइनो लगाइदिन्छौ अन्त्याल, अंशै दाबी गर्ने खालको। मेरो बिहे छ, खाने बा आउनु, गिफ्ट ल्याउनु पर्दैन। बेहुला नाम सच्चाराले नाम मिस्टेक छ। चोलाबक जानुपर्छ। कहाँ जाने हौ? यस्तो अँधेरो के को उज्यालो के को अँध्यारो, जिन्दगी नै अँध्यारोमा डुबिसक्यो। विकेसम्म घर त जानुपर्छ त भाउजू। के रे बहिनी म यहाँ भाउजूकै याद दिलाए त दाइ। चुनाव त जसरी जित्छौ मानिस। कसरी जित्नुहुन्छ हौ मामा? आफै भोट हालेर जित्ने? 50,000 भोट ल्याएर जित्छु। पुरै जिल्लामा 8,000 भोट होला। के हो यो पाथकी बुढा भन्जालाई घुस्काउँछ। है बहिनी कति आउला छ यहाँ? 3वटा। ल तिम्रो छोरै हुन्छ। तेरो आसेपासे गएको त सब लिएर आइज, यही कुर्छु म। मेरो शाखा सदन सबै लिएर आइज, म बाटोमा कुर्छु। अरे ठीक छ म्युजिक। यसलाई अलिक सोमत सिकाउनु पर्यो ठुल्बा। सहर बसेर निकै बोसो लागे रहेछ। म के भन्नु, सबैको सामुन्ने यसले आएर मेरो खुट्टामा टाउको राखेर माफी मागोस्, होइन भने भिड्नु आओस्। हिँड्ने भए आफू त उहिले रेडी हो। चोट यहाँ मुटुमा लागेको छ, छालामा कुटेर दुख्छ। आजदेखि मेरो बिहेको सपना सकियो केटा। म आफ्नो बाटो लाग्छु, तिमीहरू नि आफ्नो बाटो लाग। अरे खान न दाजु, सपना त पुरा गर्नु पर्यो नि। नत्र मरेर जाँदा यमराजले के गरेर आइस भन्ने सोध्यो भने के जवाफ दिनु? केटीले धोका दियो प्रभु, कुमारै आए भनेर भन्ने नि। एउटा सल्लाह गर्नै पर्यो। के सल्लाह हो?